हेलो गाइस मैले चाहिँ आज हजुरहरूको लागि मेरो ब्रेकफास्ट भिडियो लिएर आएको छु जुन चाहिँ एकदमै इजी छ के जुन हो चटामरी। तर यो चटामरी प्लेन होइन कि यसमा हल्का ट्विस्ट राखेको छु। के हो भन्दाखेरि फर्स्टमा चटामरीको ब्याटरलाई राखेर 5-6 सेकेन्ड छोप्ने, अनि त्यसमा चाहिँ मैले हाम्रो मरमसला राखेको वोको ब्याटर हुन्छ नि, बारा भन्नुहुन्छ तपाईँहरू, त्यसको ब्याटरलाई चाहिँ थिन लेयर गरेर चाहिँ फिजाइदिने हो कि त्यो चटामरीमा। अनि त्यसमा चाहिँ हल्का मैले तेल पनि हालेको छु, तर हजुरले स्किप गर्नुभए पनि हुन्छ, केही फरक परेन। अनि त्यसलाई मजाले छोप्ने, अनि एकैछिनमै पाक्छ क्या यो कुरा चाहिँ। अनि त्यही भएर नि मलाई साह्रै मनपर्छ। अनि फेरि मिठो पनि अति नै मिठो हुन्छ। एकताल ट्राई गरी हेर्नु होला हजुरहरू पनि। मेरो फ्यामिलीले चाहिँ एकदमै मिठो मानेर खानुहुन्छ क्या यसलाई चाहिँ। अनि त्यो माथिको लेयर पाकिसकेपछि म चाहिँ एकचोटि फ्लिप पनि गर्ने गर्छु, जसले गर्दा एउटा क्रिस्पी लेयर पनि बस्छ क्या, जुन चाहिँ मलाई साह्रै मनपर्छ। यसरी एकतालि ट्राई गरी हेर्नु होला हजुरहरू पनि। मेरो चाहिँ सबैले मन पराउँछ फ्यामिली मेम्बर्सले, मेरो शिवन्यलाई चाहिँ तर मन पर्दैन है। शिवनी लभ्स प्लेनवाला चटामरी। यो चाहिँ एकदमै हेल्दी अप्सन जस्तो लाग्छ कि मलाई खाजा ओर ब्रेकफास्टको लागि होइन। हजुर पनि ट्राई गरी हेर्नु होला अनि कमेन्ट पनि गर्नु होला। थ्याङ्क यू अल फर वाचिङ, लभ यु अल।